गाइस अब हामी बाहिर डुल्न जाँदैछौँ। मस्त प्लान है। हेर्नुहोस् ल, यो बच्चाको साथमा बच्चाले लिएर जाँदैछ हामीलाई। बच्चाले लिएर आऊ 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 हामी गएको। बाई बाई, हामी जाँदैछौँ गाइस। हातमा समय सगिन्ती घाउमै ओठमा हाँसो रे म पनि जान्छु तिमीसँग। गाइस कुदेको हेर्नु होला। चाहे मेरी जान जाए चाहे मेरा दिल जाए, तपाईँको छोरामा अग्न गइसक्छ जीने की तमन्ना में हीरा मुझे मिल। बाबु यहाँ जा, बाय बाय। गाइस बयर टिप्दैछ यहाँ। दामी रहेछ बयर चाहिँ है यहाँनिर। खोइ कहाँ छ बयर? भुइँमा झरेको त के खानु? यसलाई फेरि थोरै मन पर्दैन धोएर। अब बरु उताबाट आउँदा टिप्नु अनि छ्या कहाँ धुनु अनि। आम्मामा थोरै रहेन रहेछ त बयर त। फेभरेट हो त, म त ज्वरो आउँदा पनि खाइदिन्छु। बयर साथीभाइहरू बयर। आम्मामा है साँच्चै कति धेरै नि। ओइ मान्छे नखाने पनि रहेछन्। आइज आइज भयो। जीने की तमन्ना मुझे हीरा मुझे मिल जाए चाहे मेरी जान चाहे मेरा दिल जाए। हामी चाहिँ गाइस यतातिर यसो बहिनी भेट्न जाँदैछौँ। हामी सबैजना रमाइलो गर्नुको लागि यसो। एउटाले चाहिँ चक्लेट माग्दैछ हेर्नु होला गाइस। यहाँनिर अनौठो बच्चा भेट्न सक्नुहुनेछ। आऊ चक्लेट नभए अब कहाँ जान्छ? यस्तो बाटोमा पनि हिँड्नुपर्छ नि त। कति राम्रो, त्यही त देखायो त नि, देखाइरहेको छु त। हेलो गाइस। यहाँनिर भिडियो बनाउने पुग्ले आएर त उही रात परिसकेको हुन्छ। वाउ हेर्न सक्नुहुन्छ। अझै उता कहाँ छन्? झन् बैशाखमा यहाँ सेतो सेतो फुल छ नि, यो फ्लोटिङ भयो नि। यो काठ छ नि, योबाट फुल्छ। कम्ता घाम भएको छैन गाइस हेर्नुलाई। भित्र पनि पहिला यहाँनिर सबै खेतै अहिले घरै घर बनाएको छ गाइस। यहाँतिर बाटो पनि बनाएको छ यहाँनिर। आइज आइज गाइस, पछाडि यो पनि आएछ। आइज आइज। गाईले चाहिँ खेसारीको साग हो, हेर्न सक्नुहुन्छ। खेतमा छौँ हामी अहिले होइन। यो खेसारीको साग हो। अब हामी यो, मलाई चाहिँ यो सानैदेखि मनपर्छ पहिलादेखि नै। लेकिन एक सेकेन्ड, यो चाहिँ गहुँ हो। यो चाहिँ गहुँ यसरी टिपेर मैले टिपेँ गाइस, किनकि यो पहिला हामी सानोमा चाहिँ धेरै नै खान्थ्यौँ। खेतमै टिपेर यसरी मलाई चाहिँ एकदमै धेरै मनपर्छ। यो चाहिँ हल्का टिपेर खाएको, यसमा चाहिँ त्यस्तो दाना नै रहेन रहेछ अहिलेसम्म। पलाएकै रहेन रहेछ। यसरी सानोमा को पनि खानुभयो? हाम्रोमा चाहिँ पहिलेमा अड्किरहेको छ है मेरो गाईको हात तानेर पुरा हेर्न सक्नुहुनेछ। अब भाइलाई कसरी ल म चाहिँ पानीमा टेक्दै जानु। बेटी साग हेर्नु न, गाउँघरमा चाहिँ यसरी अब नखाएर यहाँ बुढो भइसक्यो। बेटी साग हेर्नु सबै फल लागिसकेको छ। अब यो काम नै छैन, यो साग खाने हुने लायक नै छैन।
मुसुरीको दाल हो, यतापट्टि चाहिँ मुसुरीको दाल, अनि यता चाहिँ धनियाँ रोपेको छ है गाइस। कति धेरै राम्रो छ। वाउ धनियाँ, वाउ हेर्न सक्नुहुन्छ धनियाँ। वाउ 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 एउटाले चाहिँ खेतमा यसरी टिपेको छ। अब खाँदै खाँदै हिँडिरहेको हुन्छ, खाँदै खाँदै हिँड्छ, किनकि यो दाना हुन्छ नि त। यसरी यो दाना हुन्छ अनि यो दानाको भित्र रहेछ। सरी गाइस खाँदै खाँदै हिँड्छौँ हामी। पहिला सानोमा त्यस्तो थियौँ। यहाँनिर चाहिँ स्कुल पढ्ने केटाकेटीहरू डेटिङमा थियो अरे अघि दिउँसो, अनि पुलिसले आएर चाहिँ सबैलाई पक्रेर लगेछ अरे यहाँनिर। आलस हो गाइस, यो चाहिँ आलस। नेपालमै गर्न सक्यो भने के हुँदैन होइन। एकदमै मिठो थियो गाइस केसरी। अब हामी यस्तो पुलबाट हिँड्दैछौँ, हेर्न सक्नुहुन्छ केसरी साग। पहिला हामी दिदीकोमा आउँदाखेरि केसरी हो यस्तै बारीमा टिपेर खान्थ्यौँ, मिठो हुन्थ्यो। घाम पनि कत्रो लागेको उनीहरूको। अब चाहिँ हाम्रो गन्तव्यमा आइपुग्न आँट्यौँ। देख्न